च नमः स्वासुदाय नित्यमेव नमो नमः देवताभ्यो वैष्णवाभ्यो च नमः स्वासुदाय नित्यमेव नमो नमः देवताभ्यो वैष्णवाभ्यो च नमः स्वासुदाय नित्यमेव नमो नमः। यहाँ राखेर नमस्कार गर्नु। अलि पछि सर्नु। एउटा दुनो पुनस्तु उताबाट एउटा दुनो पाउनु दुनो उमत्या भारद्वाज आंगिरस्य पारस्पत्य त्रिपर्वण सुबोध्यायनो मेघनाथ शर्मा अस्मत् पितुः ईश्वरी प्रसाद शर्मा वसुस्वरूप सांबसरित 31 श्राद्धे पिण्ड स्थाने इदम अवनिधनम ते सुधा। तो मोटक जिगर यहाँ राख्नु देउरे घोडा बढ्नु चन्दन अक्षता फुलसित पिण्ड देउराता त्यही दिनको जल चन्दन अक्षता फुल यहाँ राख्नुहुन्छ तो यो खाली भइहाल्छ। अक्षता फुल पिण्ड जल पनि हो पिण्ड पिण्ड यस्तै उठाउनु न यस्तै। अब ये दुनियाको जल पारस्पत्य त्रिपर्वदशो अध्यायनो मेघनाथ शर्मा अस्मत् पितरः ईश्वरी प्रसाद शर्मा वसुस्वरूपः सांबसरित 31 श्राद्धे एषा पिण्डो अमृत स्वरूपो अक्षतिप्तु हेतुस् ते सुधा। पुज्नु ल यता हात धुनु सबै भएर पल्टी मारेर बस्दा हुन्छ। अब सबै आचमनम 2 आचमनम 6 पटक आचमन गर्ने हरि 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 भन्ने चन्दन हेता फुलेर उत्तरतिर फर्केर भगवान सूर्यनारायण जस्तो लामो सास खिच्ने उत्तरतिर मुख गरेर उठेर रोमादेशमेसा भागमा विशुद्धमा भगवान सूर्यनारायण जस्तो भागको मुखतिर लामो सास फेर्नु। अब उत्तरबाट दक्षिणतिर हुने एकपल्ट घुम्नु। अभिमदन्त पितरो यथा भागम विशुद्धमा बिर्क वृषैसत। अब सबै भएर त्यो फुल पिण्डमा राखेर नमस्कार गर्नु। अब सबै भएर अब त्यही दिनमा जल सार्नु तिलसित तिल मोटको मादा आयो हो त्यही दिनमा ल। उमत्याः भारद्वाज आंगिरस्य पारस्पत्यः त्रिपर्वदशोऽध्यायनो मेघनाथ शर्मा अस्मत् पितुः ईश्वरी प्रसाद शर्मन् वसुस्वरूप सांबसरित 31 श्राद्धे इदम पिण्ड प्रत्यजनम ते सुधा। तुर्क बाल्नु त्यो पोको ल्याएर यहाँ राख्दिनु निर्विसर्ज। अब सबै नाच्नु हरिहरि ओम हरि ओम हरि ओम हरि 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 ओम हरि। अब सबै भएर पिण्ड पूजा गर्नु। ओम नवः पितरो रसाय नवः पितरः सुसाय नवः पितरो जीवाय नवः पितरो सुधाय नवः पितरो घोराय नवः पितरो मन्यव नवः पितरः पितरो नवः गृहन्न पितरो दत्त सतोवः पितरो देशवन्त पितरो वास आदत्तः इति मन्त्र पितृदेवता भेन्व ध्यानम् आवाहनम् आसनं पाद्यम् अर्घं पञ्चमितं वस्त्रं युगपत्रं दक्षिणं ताम्बूलं पुण्यफलं गन्धाक्षितं पुष्प नमस्कारं समर्पयामि पुत्रस्मि क्षमस्व। अदको टुक्रो पाइन्छ सानो शुद्रो अजायत। हे पिताश्री हामीले गरेको श्राद्ध तर्पण पिण्डबाट हजुरहरूको वैकुण्ठवास होस्। हाम्रो परिवारमा स्वदेश विदेश सबै परिवारमा सुख शान्ति मिलोस्। यदि जानेर वा अनजानमा हाम्रो पूजा गर्दामा कुनै त्रुटि भए पनि माफ गर्नुहोस्। पुत्र सम्झेर पिताश्री भन्नु प्रसन्न भएर हजुरको वैकुण्ठवास होस्। परिवारमा स्वदेश विदेश सबै परिवारमा सुख शान्ति मिलोस् पितृदेव भएर भन्ने। त्यसपछि 2-4 ज्योति पनि बाल्नु। ज्योति धूपम आग्रयामि दीपम दर्शयामि। ओम चन्द्रमा मनसो चारैतिर देखाउनु। चन्द्रमा मनसो जात तक्ष सूर्य जात सूत्र द्वायस्त प्रणस्य मुखादग्नि हात पुल्लहर पुराओ कर्पूराधिक्य महाराधिक्य शनि भगवान श्री पितृदेवताभ्यो नमः। प्रसाद देखाउनु। नाभ्यासित अन्तरिक्ष मुसि सुन्ता लोका नकल्पना 3 पटक फुल्दे जल
प्राणाय स्व अपनाय स्व कर्मपात्रको प्राणाय स्व अपनाय स्व समनाय स्व अपनाय स्व गणेय स्वाहा तिलक कुशजलमादाय जल छाप्नु हरि ओम तत्सत् हरि ओम तत्सत् तत्सत् विष्णु विष्णु पूर्वोच्चारित सङ्कल्प सिद्धिरस्तु मध्या भारद्वाज आङ्गिरस्य वारस्पत्य त्रिपर्वसुको ध्यानो मेघनाथ शर्मा सपरिवासी पितुः ईश्वरी प्रसाद शर्मा वसुस्वरूप सामसरित 31 श्राद्धे एतानि पुण्यतानि अत्र दर्व्य सूक्त गन्ध पुष्प क्षेत्र धूप दीपेक्षादि नैवेद्य ताम्बूल यज्ञ पवित्र आदि ते सुधा पितृबाहुलाई फुलले जल चाहनु शिवा वसन्त जलम फुलार्थिनु सुगन्ध सुगन्धि पुष्पम अक्षता अक्षतम तारिष्टान अक्षतान सप्य भारत 3टा फुलले राजन्नु अपाम मध्य सीता देवा संजय भरतम प्रणशक्रनसे शिवावन्तवे लक्ष्मी वस्तु पुष्पेषु लक्ष्मी वस्तु पुष्करे लक्ष्मी वस्तु वसुन्तादमे अक्षताम चाष्ण्य पुण्यम सप्य भारत 3टा फुलले राजन्नु अक्षताम चाष्ण्य पुण्यम शान्ति पूजी तथा देश तादोके सगस्तु सदा मम मैले गरेको श्राद्ध तर्पण सेदान पिण्डदेखि प्रश्न भएर हजुरहरूको वैकुण्ठवासोस् परिवारमा सुख शान्ति भएर पितृवानमा बाबाआमाको अगाडि पिण्डमा राखेर श्री जोगाएर ढौगाल्नु संसार सागरे मग्नम तिनमा करुणानिधि कर्म महागृह ताङ्गमा उद्धार प्रसिद्ध पितृ क्षमा स अब दिदी पनि यसो हात धरेर आउनुहोस् अब आउनु प्रसिद्ध पितृ क्षमा स प्रसिद्ध पितृ क्षमा स 6 पटक चतुष्पदी शान्ति शान्ति 2 पटक भएमा 2 पदेभ्य चतुष्पदेभ्य शान्ति शान्ति सुशान्ति भवतु अपशब्देन तेरको शेष पिण्ड पिण्डलाई टौटकानी खाल्दुन छ अघोरः पिता अस्तु अघोरः पिता अस्तु फुलिराजन्ये ओ गोत्र वर्तता 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 मेधा वर्तता वर्तता सन्ति वर्तता वर्तता सदम हरिपद मोदि वसु अन्नं च भवतु 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 अधिदा लभता लभते मम यदवासन्तु माया स्कन्दमान्तमदः नित्या सत्याशिक सन्तु 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 इति प्रतिपदन यम काम कामते सुस्मि काम सम्मिता फुलाय नमस्कार गर्नु मध्यन्ने गर्नु हैन मध्यन्ने अब सगेर गर्ने यमें कामते देवं तम तम प्राप्ति निश्चितम हजुर आउनु हजुर अपशब्देन एरी यहाँ भित्रको फुल पिन्न चाहिँदैन फुलकुश यस्तो गर्नु मध्याह भारद्वाज आङ्ग्रेस भाषातिर सुख धेरै संपित्रे ईश्वर प्रसाद श्रवणे वसुस्वरूप सामश्रिक श्राद्धे सुचिताम 31 श्राद्ध पूजा गरी सम्पूर्ण कार्य सम्पन्न भए पिताश्री भएर नमस्कार गाईको दुध त्यसबाट भएन बा यसमा राखेर त्यहाँखेरि किरी आएछ नि त किरो आज के किरो आएछ बा यसलाई खानु त्यसलाई देख्न ठ्याक्कै देख्छ त्यो किरो हाल्यो एउटा किरो आएको छ नि त गाईको दुधमा किरो आएको छ भित्री आएको भयो कति पनि त्यो पैसा पैसा किन्नु परि पय धरम दद्धा तुर्क बार्नु पितृ देवता झिउ नपरि पय धरम दद्धा फुले राजन्नु पिण्ड सम्पन्नम पिण्ड सम्पन्नम पिण्ड सुसन्न पिण्डम सम्पन्नम इति प्रतिपदनम हे पिताश्री हाम्रो सम्पूर्ण पिण्डमा पूजा गर्ने कार्य सम्पन्न भयो भएर नमस्कार सभ्यना पिण्डमाग्राय सभ्य भएर पिण्डमा बाँध्न लिने सभ्यना पिण्डमाग्राय ल पवित्र हुँदै दिएर राख्नु लाग्नु कल्याण मार्गम सुख सम्पदम ज्ञानज्योति प्रकाशाय दीपज्योति नमस्ते श्री तुनि हो दीपनारायणमा ध्यानम बत्तीलाई राखेर नमस्कार गर्नु अब त्यही बत्तीलाई पूजा गर्नु दीपनारायणमा जल अर्घ फुल पञ्चामृतले दीपनारायणमा गन्धा त्यो जल त्यही हो गन्धा अर्घ यो हो
भगवान् श्री दीप नारायण नमः गन्धाधिपति नमस्कारं समर्पयामि कृतस्मै क्षमस्व। अब पूजा गर्नु। नमस्ते पिताय सहस्रमूर्तये सहस्रपादाक्षिर्भावे सहस्रपुरुषाय सहस्रकोटि उदय नमः। भगवान् श्री दीप नारायण नमः गन्धम् अच्युतं पुष्पं नमस्कारं समर्पयामि कृतस्मै क्षमस्व। फुल राखेर नमस्कार गर्नु। अब बा आमा पितृ वर्ण समले हेर्नु त्यस्तै पूजा गर्नु। ओम नमो भगवते पहिला जल चढाउनु। पहिला फुल राख्ने नमस्कार गर्ने, जल चढाउने, अर्घ दिने अनि पूजा गर्ने। पितृदेवता पनि मातृदेवता पनि ध्यानं समर्पयामि आभरणम् आसनं पाद्यं। पितृदेवताभ्यो नमः अर्घम्। पितृदेवताभ्यो नमः। अब पूजा गर्नु। गन्धद्वारा दुराधरस्था नित्य पुट करे शरीर ईश्वर सर्वभूतानं तानि भूप भयस्त्र्यं। पितृदेवताभ्यो पितृब्राह्मणेभ्यो नमः गन्धाक्षतं पुष्पं नमस्कारं। फुल राखेर नमस्कार गर्ने। अब बाबाको स्वरूप सम्झेर पिण्ड फुलले राजन्ने। ओम नमो पितृरसाय नमो पितृसुसाय फुलेर नमो पितृसुसाय नमो पितृजीवाय नमो पितृदेवताभ्यो ध्यानं राखेर नमस्कार गर्नु। पितृदेवताभ्यो ध्यान एउटा कुशको टुक्रा छ थालीमा राख्दिनु। हातमा त्यो कुश राख्ने एउटा त्यो काठमाडौँ गन्ती होइन राख्ने एउटा राख्दिनु। यो गाँठो गरेको माने हुन्छ हुन्छ के होइन। आसनम समर्पयामि पितृदेवताभ्यो फुलले जल चढाइदिनु। पाद्यं जलं समर्पयामि पितृदेवताभ्यो नमः। अर्घ दिनु। अर्घम समर्पयामि पितृदेवताभ्यो नमः। फेरि जल चाहिने अर्घ चाहिसकेपछि जलम समर्पयामि भगवान् श्री पितृदेवताभ्यो नमः। चन्दनले पूजा गर्नु। चन्दन अहेताले पितृदेवताभ्यो नमः। चन्दन चाहिने चन्दनम समर्पयामि पितृदेवताभ्यो। तिलका हेता तिला हेतान समर्पयामि पितृदेवताभ्यो नमः। चावलका हेता अहेतान समर्पयामि पितृदेवताभ्यो नमः। फुल राखेर नमस्कार गर्नु। पितृदेवताभ्यो पुष्पम नमस्कारम समर्पयामि। अब जन्य धया पैसा सबै चढाएको देखाइदिनु। दक्षिणम तामुनम पुण्यफलम समर्पयामि तस्मै क्षमस्व। नमस्कारम राखे छोडिन्छ कि जोरा झुटे राख्नु। छोडिन्छ कि नमस्कारम। ल नमस्कारम। तपाईँ एउटा राख्नु बाबाको नमस्कारम। यस्तो गर्नु। अब तपाईँ हात राख्नु त तपाईँ पनि हाल्नु। त्यस्तो गर्नु। ओम बुरस अगुरा पितरा अलि राख्नु हुन्छ। थोरै राख्ने बगै जान्छ थोरै राख्नु। अगुरा पितरा सन्तु यसो होइन। यस्तै अब अगुरा पितरा सन्तु बुल्लाखे नमस्कार गर्नु। यस्तै बुलुङ खानु भएको यस्तै हो यस्तै क्या यहाँ नि एरिया यस्तै हो त्यसरी अगुरा पितरा सन्तु ल भयो। अब धुपाम लव ससुरबालाई पितृबाललाई समेत धुप राख्नु। आगो बनाउनु पर्यो पहिला। आलो गर्ने भएपछि संसार सागरे मग्न दिनमा करुणानदे कर्म मोह गृहताङ्गमा उद्धार प्रसिद्ध पितृ यहाँ अरे हुन्न। हुन्छ हुन्छ। पितृ प्रसादात पितृभक्ति भाव पैसा चाहिँ धत्पति झार्नु। पैसा सुपारी तल झार्नु। हुन्छ हुन्छ। जनी पनि राखिदिनु। जोडो क्या ल भयो। अब नभन्छ ठिक छ। पछि आउँछ के छैन भयो ल। तपाईँसँग जुर्क उठाएर राख्नु तपाईँसित। यो कुश अघि नै डालिदिनु। सभ्य भएर 7 लेख्नु। शङ्खम चक्रम विलेख्य सभ्येन। यहाँ 7 र 4 शङ्खम चक्रम विलेख्य ओम शङ्खाय नमः ओम चक्राय नमः। त्यसलाई शङ्ख चक्र सम्झेर पूजा गर्नु। पाञ्चजन्य शङ्खाय नमः सुदर्शन चक्राय नमः। फुल राखेर नमस्कार गर्नु। अपसभ्य भएर गया गराउनु। पाते सक्दिनु तले बालिदिनु है।
गयायां पितृरूपेण सुमेव धनादन तं दृष्ट्वा पुनरेकाक्ष मोचते च ऋणत्रयात् गयायां पितृरूपेण सुमेव धनादन तं दृष्ट्वा पुनरेकाक्ष मोचते च ऋणत्रयात् यही चौकमा राख्नु सभ्य हुनु वसन्त आदि गरेका 6 ऋतुहरू सम्झेर पूजा गर्नु ओम भूर्वस्व वसन्त ओम वसन्ताय नमः ग्रीवाय नमः वर्षाय नमः श्रेयदेव हेमन्ताय शिशिराय नमः वसन्ताय नमः तुभ्यं घायत वर्षाय नमः हेमन्ताय नमः तुभ्यं नमः शिशिराय मास संवत्सर विष्णु नमः वसन्ताय सन्ति गन्धात् नमस्कार साधु दापतारि पुतस्मि क्षमस्स फुल्लाखेर नमस्कार गर्नु लास्ट धुप सबैलाई धुप राख्नु अन्तिम लाउनु पर भनेको के तपाईँ सुन्नु भन्छ म हेरिन्छु मुख चलाउनु है काइले त खान्न दिए थोरै खाने हो ल अन्तिम धुप ओम वनस्पति रसद्भूतो गण्याष्टो गन्धोत्तमम् आग्र्य सर्वदेवानां धूपतां पतेतां दूरसि दुर्वन्तं जस्मा दुर्वत्तं वयं वयं दुर्वामः देवानां असुगुणसहन्तमं पपुतमं दुष्टतमं देहे बहुतमं हामीले गरेको पिताजीको श्राद्ध तर्पण शिरदान पिण्डनाथ हाम्रो पिताजी लगायत सम्पूर्णको दिवंगत पितृहरूको वैकुण्ठवास होस् हाम्रो परिवारमा सुख शान्ति पितृदेव जानेर वा अन्जनमा पूजा गर्दा गर्दै कुनै त्रुटि भए पनि माफ गर्नुहोस् भनेर अन्तिम धुप भएको सबै राखिदिनु सम्पूर्ण पितृदेवताभ्यो नमः धूपम् अग्रामि सम्पूर्ण पितृदेवताभ्यो नमः दीपं दर्शयामि अब भएको कपुरबत्ती पनि बाल्दिनु बगर ज्योतिहरू पनि सबै बाल्दिनु हरे ओम इद गुणविहि प्रजननमे अस्तु दश वीर गुण सर्वगण गुण सुस्तये आत्मा शनि पजा शनि पशु शनि लूक शनि वायु शनि अग्निं प्रजां बहुलम्बे करोतुन्नं पयोरेतु अस्मा सुदत्ता कर्पूर गौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सतः वसन्तं त्रियारविन्दे भवं भवानी सहितं नमामि पितृदेवताभ्यो नमः कर्पूरातिक्यम् आरातिक्यं दर्शयामि अपशब्देन पिण्डमा फुल्लाखेर नमस्कार सभ्य भएर सम्पूर्ण हाम्रो पिण्डमा पूजा गर्ने कार्य सम्पन्न भयो के नमस्कारम दक्षिणा पूजा गर्ने सभ्य भएर अब